माछा पार्छ यहाँ हेर्नु होला एकै बेरै टक्कै हाल्यो हैन अब रेडी दामी पर फालिसक्छ दामी छ ठुलो पारिसक्छ ब्रोले कतिले पारेको रहेछ देखाइदियो त यता अलिक सिधाबाट ब्रोले पारेर फेरि पार उहाँ कुदिरहेको छु मजाको साइड आएको चाहिँ दामी माथि ब्रिज छ वेलकम ब्याक टु राइदा फिसरको च्यानलमा फेरि पनि आज राइदा फिसर फेरि माछा मार्न आइसकेको छ यो नयाँ खोलामा खोलेपछि आज के पक्रिन्छ मलाई थाहा छैन ठाउँ चाहिँ दामी छ होइन यहाँ भ्यू आएन यो प्लेसको ठाउँ नाम थाहा छैन मलाई होइन आई नो बट मेरो साथीले लिएर आएको छ हेरौँ आज माछा पर्छै पर्दैन अलरेडी मेरो फिसिङ रिल छ हातमा रेडी मेरो साथीले माछा मारिरहेको छ पारेको छ कि छैन मलाई थाहा छैन एक्ज्याक्टली गएर चेक गर्नुपर्छ ओ माछा पार्यो भन त छैन नि क्रिप चप हो त्यस्तो माछा देखिएको छैन आइडियो न यो खोलामै होइन आइसकेको छ अब राई दाइले अब यहाँ चेक गर्छ माछा चाहिँ केही देखेको छैन मैले एउटै यहाँ है सो अगाडि बढिसकेँ यहाँ रै ठाउँ चाहिँ यस्तो दामी छ होइन है रेडी टु फिस छ यहाँ रै दामी छ फुल छ सट्टाको सो लेट्स ट्राई यहाँ र मैले पर हानिसकेको छु अब कुन माछा छ थाहा छैन हेरौँ है अलिकति अगाडि गएर चेक गरौँ होइन यहाँ र पर्यो परेको छ गाई छैन सानोबाट पल फिस रहेछ हौ सानोबाट त्यही सानोबाट परिसकेको छ होइन है एउटा अब हेरौँ कति पर्छ यहाँ यसलाई दामी भुटो हान्नुहुन्छ दामी पारिसकेको छ खोइ देखाइदेऊ यहाँ यस फल फिसको बच्चा मात्रै रहेछ यहाँ यहाँ अब माछा म निकालिदिन्छु ल यहाँ हुन्छ क्या माछा चाहिँ प्रायः जस्तो निकालिदिइहाल्छ यहाँ पर्यो फेरि परे सानोबाट परेछ त्यही त सेतो माछा मात्रै रहेछ यहाँ है त्यो फल फिसको बच्चाहरू मात्रै रहेछ यहाँ रै यस्तो मात्रै रहेछ यहाँ माछा चाहिँ अघि थाहा भइसक्यो यहाँ फेरि ठुलो माछा निकाल्नु कोसिस गर्दैछु सानो कत्लेको बच्चाहरू मात्रै रहेछ होइन अब हेरौँ है पर्यो कुन ट्राउड हो क्या हो होइन प्र्याङ्क अहिले त ठुलै पऱ्यो त अनि ठुल्ठुलो नि रहेछ नि है दामी रहेछ यो त दामी अर्कै खालको छ त अनि कलर पनि दामी छ है टेक्सचरहरू कलर ओ माइ गॉड दामी रहेछ अहिले चाहिँ अलिक ठुलो पऱ्यो यहाँ ठुलो पनि रहेछ त्यसो भने सायद आई फिल लाइक यहाँ अलिक ट्राउटै निकाल्नु कोसिस गर्दैछ एउटा कत्ले अलिक ठुलो निक्ल्यो ठुलो भनेको चाहिँ ठुलो रहेछ एउटा चाहिँ निक्ल्यो उयो रहेछ माछा हो
उयसमा शीतल भन्छ माछा है फेरि निक्लै सानोबाट मजाको पर्यो दामी झिक्देऊ त झिक्देऊ झिक्यो अलिकति ठुलै पऱ्यो ठिकैको पऱ्यो नि दामी ब्रोले दामी झिक्दैछ दामी हेर हाल न दामी बगेर माछा यति भन्छ है आउने बित्तिकै छिन् बरु रेडी हो सानो ब्रेड देखाइदेऊ न होइन सानो हाल्नुपर्छ ठुलो खोइ कसरी माछा पार्छ यहाँ हेर्नु होला ट्याक्कै ब्रेड टक्कै हाल्यो होइन अब रेडी टु फिस टेक बिस होइन दामी अब ब्रोले उहाँ हाल्नु होइन ट्याक्क चाहिँ स्पेसल हो कि थुकेको चाहिँ ट्याक्क वान ब्रोले फ्याल्यो अब दामी पर फालिसकेछ अब यहाँ अब यसरी ढुक्क बस्छ क्या एकछिन बस्छ अनि पर्छ अब पऱ्यो भने अहिले देखाइदिन्छु म फेरि राइज अहिले यहाँबाट निकाल्छ भट्टभट यहाँ माथि चाहिँ छ होला ठुलो होइन दामी झिकिदिन्छ अब झिके सानोबाट चाहिँ मजाको छ त सेतो मजाको छ मजाको रहेछ त्यहाँ ट्राई गर्ने ब्रो उहाँ गएर ट्राई गर्छ होइन ठुलो पऱ्यो भने भन ल मलाई अब यहाँ फेरि हान्दैछु ब्रो यहाँ ट्राई गर्नुभएको छ मेरो साथी होइन अब यहाँ म चाहिँ यहीँ खेलिरहेको छु पऱ्यो ठिकैको पऱ्यो ठुल्ठुलै ठिकैको पऱ्यो दामी सेतोबाट परेछ है ट्राउट पऱ्यो ट्राउट पऱ्यो ब्रो ट्राउट परिसकेको दामी अरे मजाको छ यहाँ ट्राउटै परिसकेको छ है ट्राउट अगाडिबाट खेल्नु पऱ्यो त्यहाँ चाहिँ दामी छ होइन यहाँ रही दामी शीतल बस्ने खालको बसेर खेल्ने खालको ठाउँबाट चाहिँ मजाको छ सो यहाँ छ क्या ठुलोबाट यहाँ राइटमा उफ्रे एउटा पऱ्यो उफ्रेको मात्रै थियो ट्राउट उफ्रेको मात्रै थियो परिहाल्यो त ट्राउट उफ्रेको मात्रै त परिहाल्यो त दामी छ यहाँ दामी उगाएर देखान्छु यहाँ उगाएर देखान्छु मजाको छ है दामी छ उफ्रेको मात्रै पत्ला गरेर उफ्रेको मात्रै त परिहाल्यो दामी छ नि मजाको रहेछ सानो प्रायः जस्तो चाहिँ म कतिखेर पार्छु भने म बिहानदेखि बेलुका खाने पार्छु हौ नराखिकन भन्दाखेरि अब यही
यो एरियाभरि छेउमा छ क्या एउटा अझै ट्राउट छ क्या यहाँ यो एरियाको छेउतिरै छ ट्राउट किनकि अघिदेखि त्यहाँ र यहाँ मात्रै खाँदैछ क्या प्रायः जस्तो क्या यो तर त अहिलेको त उफ्रिएको थियो परिहाल्यो पर्यो तर सानो आच्छी कस्तो दामी छ त यार यो त मजा छ यत्रो छ त यो हातमा हरिने खालको दामी छ खान्छ अब यहीँ मजा कुदियो क्या कुदिन्छ त यार माछाको क्या कुदिन्छ त यार खतरा खाँदा यार माछाको खतरा रहेछ माछा मजाको रहेछ दामी कुदिरहेको यहाँ हो फेरि माथि त्यहाँ माछा टन्नै रहेछ क्या यहाँ त्यही भएर राईदाले निकाल्छ क्या माछा जहाँ धेरै हुन्छ त्यहीँबाट निकाल्छ राईदाले खास गरी जहाँसुकैबाट चाहिँ माछा निकाल्दैन राईदाले होइन मलाई थाहा थिएन यो खोला माछा थियो भन्दा तर निकालेँ भनेपछि छन् थियो होला खोलामा ऊ फेरि पऱ्यो अलिक ठिकै छ मजाको बल चाहिँ दामी दिइरहेको थियो गाइज माछा चाहिँ धेरै पार्नु खाने जलदेउतालाई ढोक्नुपर्छ पहिला पऱ्यो फेरि ट्राउटै पऱ्यो ट्राउट पऱ्यो फेरि बुढो माछा धेरै पार्नु खाने चाहिँ जलदेउतालाई ढोक्नुपर्छ गाइज होइन जलदेउतालाई ढोक्यो भने भइहाल्छ माछा परिहाल्छ सक्खुमा लगेर हेऱ्यो नि गाइज कस्तो छ दामी छ यहाँ देख्न सक्नुहुन्छ क्या क्लियरली लटापट्टि धेरै नो मजाको छ है कस्तो दामी छ नि I gonna release this fish guys अब हेर्नु है म रिलिज गरिदिन्छु है रिलिज इट्स prank it's not release we're gonna eat this fish यसको बगेटै भरेन आँटिसक्यो गाइस आएको छिनै भएको छ धेरै पनि भएको छैन ट्राउट परेछ फेरि ट्राउट परेछ चाहिँ परिसकेको छ ट्राउट बाँसको बच्चा पो रहेछ ट्राउट भनेको त बाँसको बच्चा रहेछ यहाँ प्रेग्नेन्ट भएको बाँसको बच्चा ट्राउट पर्छ दामी छ
मजाको छ इस मजाको पर्दो रहेछ यहाँ ट्राउट अलिक पछाडि गएको गाई छैन धेरै पार्छु पकेटभन्दा भोलि पनि आएको छ तर अब साथीहरू पछाडि छ त्यो पछाडि पनि गएर चेक गरौँ त्यही भएर पछाडि गइरहेको बाटो छ साइडमा छैन गइरहेको छौँ हामी ए पछाडि गइरहेको छौँ पछाडि अब हेरेर चेक गर्नुपर्छ माछा त्यहाँ छ छैन हेर न यो प्याटर्नमा पनि छ नि माछा त यहाँ पनि छ नि यो यहाँ ठुलो माछा छ यहाँ चाहिँ सेतो माछा टन्नै पाउँछ उयो छ नि उयो यसमा सेतो माछा टन्नै त्यो यहाँबाट निकाल्नु सेतो माछा टन्नै पछाडि होला यहाँ सेतो माछा टन्नै हुन्छ कनमा हुनुपर्ने हो क्या माछाले ओ छ क्या कर्नरमा छ क्या माछाले मलाई थाहा छ क्या यहाँ कर्नरमै हुनुपर्ने माछा भन्छ नि अलिक ठुल्ठुलै हुनुपर्ने भनेको यस्तो खालको पनि छ त ओ रक बास पो पऱ्यो त नि रक बासको बच्चा पऱ्यो त रक बासको बच्चा परेछ है यस्तो खालको माछा चाहिँ यत्तिकै छ यहाँ माछा चाहिँ टन्नै कुदिरह म पऱ्यो ठुलै पऱ्यो बासै होला यो बास हो नि यो त बास जस्तो लाग्यो मलाई के ट्राउट हो ट्राउटै रहेछ किनभने हेर्दा त खोइ बाँसको बच्चा जस्तो छ बाँसको बच्चा हो नि ब्रो बाँसको बच्चा हो भने अघि चाल पायो क्या तानेकोले बाँस हो क्या मलाई तानेले चाल पाइदिइहाल्छु यस्तो बाँसको बच्चा छैन तानेले चाल पाइदिइहाल्छु अब यस्तो बाँसको बच्चा हो के हो भनेर मुनिदेखि चाहिँ एकछिन पार्यो अरे कुन पर्यो दामी पारेछ ब्रोले दामी पार लु देखाइदियो दामी छ त सेती पारिसकेछ त ब्रोले सेट त्यो नि खाँदैछ क्या अर्को नि खाइरहेछ लु त्यसलाई नि हानिदेऊ त वा खायो हल्लिरहेको देखिरहनु छ यहाँ हो हल्लिरहेको यसलाई निकाल्दै ब्रो छेउकोले त भागिहाल्यो पऱ्यो भने भने फेरि त्यहाँ र पऱ्यो सानोबाट परिसकेको अहिले कुन माछा हो अहिले देखेर चाल पाउँछ सानोबाट सेतोबाट पो रहेछ मजाको छ बुढोले पाएर फेरि पार उहाँ कुदिरहेको छौँ हामीहरू बुढोले फेरि पारिसकेको छौँ हेर्नु होला दामी छ दामी परिसकेको छ यहाँबाट पार्दैछ यहाँ यो ठाउँमा चाहिँ प्रायः जस्तो माछा दामी हुन्छ यहाँ छ यो प्याटर्नमा चाहिँ पछाडि पनि छ यहाँ चाहिँ माछा परिसकेको छ दुइटा यहाँ बोल्नु रहेछ दामी छ माछा ठाउँै दामी छ क्या खेल्ने ठाउँै मजाको प्लेस छ अनि यहाँ परिहाल्छ नि फेरि रेडी भयो हान्नु लागि साथीले दामी हान्छ अब परबाट दामी सट्टा हानिदियो दामी त्यहाँ झट्टा छ अब यहाँ बसेर होल्ड गर्छ टुक्छ होइन मजाले चिलमा बस्छ अनि पाऱ्यो भने निकालिहाल्छ है
दामी छ निकाल्यो लु लु है लु गतिले निकालेको छ है ट्राउट हो कि माई ब्याट ट्राउट हो कि के हो लु सेतो माछा अघि त्यहाँबाट निकालेको यही हो है ठुल्ठुलो रहेछ गतिले छ है मुरुले दामी झिक्दिछ है ए दामी छ है